सहकारी ठगी प्रकरणमा प्रत्यक्ष जोडिएका नाम लेखेका हामीले सार्वजनिक संसदीय छानबिन समितिले 82 जनाको नाम दिएको छ। प्रत्यक्ष जोडिएका घर नम्बर सहित कति ठगे, कति जना? 82 जना। 82 जनाको नाम, एकजना गिरफ्तार गरेर सुन्नु भएको छ। 82 मध्ये एउटा पनि छैन। माननीय धनराज गुरुङदेखि 82 नम्बरसम्म जाँदा एकजना पनि जो सहकारी ठगी प्रकरणमा रवि लामिछाने उनले समाए, रवि लामिछानेको नाम छैन। त्यहाँ छैन 82 जनामा रवि लामिछानेको नाम छैन। नाम नभएका पात्र चाहिँ सहकारी ठग भनेर जेल हाल्दिने हैन। नाम सहित अंक सहित कसले कति खाए। तपाईले तत्कालीन बेला सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जब 40 वटा हैन, पहिला 29 पछि 11 वटा 40 वटा सहकारीको ट्युआर पाएर तपाईहरुले छानबिन गर्नुभयो। त्यसमा 82 जनाको नाम तपाईले कोड गर्नुभएको थियो। त्यो समितिले 82 जनालाई खोजेर कम्तीमा कारबाहीको दायरामा अनुसन्धानको दायरामा ल्याऊ भन्नुभएको थियो। नाम 82 जना मध्ये कोही पनि पक्राउ परेन। नाम ठेगाना रकम हैन, देश स्वदेश विदेश कहाँ छन् त्यो ठेगाना सहित, घर नम्बर सहित यहाँ छ। यो मान्छे पठाएको छ। 40 वटा सहकारी 89 अरब अपचलन छ। 89 अरब कसले खाए लेखा छ। आधा दिनसम्म एकजना पनि गिरफ्तार परेको छैन। रवि लामिछाने त गिरफ्तार पर्नु हो त जो नामै छैन। नाम छैन 82 जनामा रवि लामिछानेको नामै छैन। सहकारी ठगी नाम किन नलेख्या तपाईहरुले? सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न भएको कुनै आधारहरू प्रमाणहरू भेटिएन, त्यसकारण नाम नलेख्या। रवि लामिछानेजीको प्रश्न सर, उहाँ त भित्र हुनुहुन्छ नि त। त्यसो भए हो, उहाँहरूले कुन तरिका कुन आधारमा भित्र जानुभयो? किनकि त प्रमाण होइन, उहाँलाई अनुसन्धान गर्न मिल्ने भनेको कम्पनी ऐन अन्तर्गत चाहिँ अब गोर्खा मिडिया नेटवर्क प्रणालीमा हो, जो कि सरकारले आधा दिनसम्म गोर्खा मिडिया नेटवर्क प्रणाली अन्तर्गत अनुसन्धानै गरेको छैन हो। जहाँ अनुसन्धान गर्न मिल्थ्यो त्यहाँ अनुसन्धान गरेको छैन, जहाँ अनुसन्धान गर्न मिल्दैन त्यहाँ त्यही नामलाई